चेपाङ आज यहाँ आउनुपर्छ भन्ने कुराको उसले दाबी गर्न सक्छ, हिजो सक्थ्यो? यो जातीय राजनीति होइन, यो एकताको राजनीति हो, भावनाको राजनीति हो, आम देशको राजनीतिको कुरा हो। एउटा सामान्य भन्दा सामान्य चाहिँ त्यो महिला यो देशमा को चाहिँ कुनै पनि ठाउँमा, चाहे त्यो सेना होस्, पुलिस होस्, कर्मचारी तन्त्र होस्, जहाँसुकै होस्, म आज मेरो छुट्टै क्लस्टरको प्रतिस्पर्धा गरेर पुग्छु भन्ने उसले दाबी राख्छ। त्यो के हो? त्यो एकता हो, त्यो जातिवाद होइन, त्यो लिङ्गवाद होइन, त्यो के पनि होइन, त्यो भावनाको केन्द्रीकरण, एकता हो। आज त्यही अभियान अन्तर्गत नेपाली कम्युनिस्ट पार्टी आम भावनाहरूको सेन्ट्रलाइज गर्नुपर्छ, आम चेतनाको सेन्ट्रलाइज गर्नुपर्छ, आम उद्देश्यको सेन्ट्रलाइज गर्नुपर्छ भन्नेमा आज नै लागिरहेको छ। हामी त त्यही विचारबाट गाइडेड हो। म आज पनि अपिल गर्छु, आह्वान गर्छु, आउनुहोस् 10 वटा एजेन्डा फाइन्ड आउट गरौँ। राष्ट्रपाको 10 वटा साझा देश बनाउने एजेन्डा के हो? नेपाली कम्युनिस्ट पार्टीको 10 वटा दिइदिन्छु। अर्को चाहिँ नेपाली कांग्रेसको 10 वटा एजेन्डा भनौँ, एमालेको 10 वटा एजेन्डा भनौँ र एउटा सेन्ट्रलाइज गरौँ, केन्द्रीकरण गरौँ। यो देशलाई एजेन्डाले नेतृत्व दिउँ, विचारले नेतृत्व दिउँ, उद्देश्यले नेतृत्व दिउँ। अहिले के को नेतृत्व हुन खोजिराखेको छ? अहिले त व्यक्तिको हो, स्टारडमको, सेलिब्रेसनको। यहाँ कसैको छैन म हुँ बाघ, म हुँ सिंह। लोकतन्त्रमा सिंहको कुरा आउँदैन, लोकतन्त्रमा चाहिँ कमिलाको कुरा हुन्छ, लोकतन्त्रमा माउरीको कुरा हुन्छ। यो चाहिँ तानाशाहमा चाहिँ तानाशाही सोचमा चाहिँ सिंहको कुरा हुन्छ। म सिंह हुँ, एक्लै नबोलिकन जर हल्लाएर हिँडेपछि त्यहाँनिर चाहिँ सिंहलाई बाँकी सब जनावरहरूले मानिदिन्छ, जंगलको राज मेरो हुन्छ भन्ने चेतना चाहिँ त्यो लोकतान्त्रिक चेतना हो। लोकतान्त्रिक व्यवस्थामा मौरीको अध्ययन गर्नलाई समय लाग्छ, किनभने त्यहाँ हजारौं लाखौं मौरीहरूले मेहनत गरेर साझा प्रयत्न गरेर मह बनाउने हो। मह चाहिँ एकै ठाउँ बनाउने हो, एउटै घारमा बनाउने हो। कमिलाले सबै मिलेर साना साना त्यसो भए त्यो मह नै बनाओस्